राम नेपालमै बसेर केही गर्न चाहन्थ्यो। 4 वर्ष लगाएर उसले कलेजदेखि आफ्नो पढाइ पुरा गर्यो। पढाइ सकिएपछि उसलाई लागेको थियो अब एउटा राम्रो जागिर पाउँछु, आफ्नै खुट्टामा उभिन्छु अनि बिस्तारै आफ्नो जीवन बनाउँछु। अनि अनि उसले जागिर खोज्न थाल्यो। एउटा कम्पनीमा सिभी पठायो, अर्कोमा पठायो, फेरि अर्कोमा। कतैबाट पनि जवाफ आएन। कहिलेकाहीँ इन्टरभ्यूमा त बोलाइन्थ्यो बोलाउनलाई, इन्टरभ्यू हुन्थ्यो पनि, तर अन्तिममा उही कुरा, तपाईँलाई हामी पछि खबर गर्छौँ। तर खबर भने कहिले पनि आएन। केही महिनापछि रामले आफूलाई दोष दिन थाल्यो। सायद ममा नै केही कुरा ल्याक छ होला, केही कुरा होइन धेरै कुरा नै ल्याक छ होला। सायद मैले अझै राम्रो पढेको भए, सायद मसँग सिप नै छैन होला, सायद अरूले मभन्दा धेरै मेहनत गरे कि। बट वाट इफ द प्रब्लम वाज नेभर राम अलोन। उसको साथी विदेश जाने तयार गर्दै थिए। कोही आइल्स पढ्दै थिए, कोही अस्ट्रेलियाको डकुमेन्ट्स मिलाउँदै थिए, कोही जापानिज भाषा पढेर जापान जाने तयारीमा थिए, कोही कतार वा दुबई पुगेर पैसा पठाउन थालिसकेका थिए। रामका आफन्तहरूले पनि भन्न थाले, नेपालमा बसेर के गर्छौ? विदेश जाऊ, केही वर्ष दुःख गर अनि पैसा कमाऊ। अनि रामले पनि सोच्न थाल्यो, सायद म विदेश नै जानुपर्छ। रामको यो पर्सनल डिसिजन हो, होइन र? सुरुमा यो रामको व्यक्तिगत निर्णय जस्तो देखिन्छ, किनभने उसले आफ्नो भविष्यको लागि आफै निर्णय गर्यो, आफ्नो करियरको लागि, आफ्नो परिवारको लागि, आफ्नो फ्युचरको लागि। तर एकछिन रोकिएर राम्ररी सोचौँ त, के राम मात्रै विदेश जान खोजिरहेको छ त? हामीलाई थाहा छ कि हरेक दिन यही र यस्तै कारणले गर्दा थुप्रै साथीहरू बेटर अवस्था बनाउनको लागि बाहिर जान खोजिरहेको देख्न सकिन्छ। जब हरेक चियावाला र हरेक चिया चौतारीहरूको सबै टेबलमा एउटै कुरा रिपिट हुँदै जान्छ र त्यससँग जोडिएको तपाईँको पर्सनल डिसिजनहरू के साँच्चै तपाईँको त्यो पर्सनल डिसिजन हो नि त? रामकै कुरा गर्ने हो भने उसको कक्षामा पढेका धेरै साथीहरू विदेश जाने तयारी गर्दैछन्। उसको गाउँका युवाहरू विदेशमै छन्, उसका थुप्रै आफन्तहरू विदेशमा छन्। उसले सोसल मिडिया स्क्रोल गर्दै जाँदा पनि विदेश जान तयार गरिरहेका मानिसहरू नै देखिरहन्छन्। अब प्रश्न बदलिन्छ, when everyone faces the same problem, it stops looking personal. यदि हजारौं लाखौं युवाहरूले लगभग एउटै निर्णय गरिरहेका छन् भने के त्यो केवल उनीहरूको व्यक्तिगत निर्णय हो त? कि त्यो पर्सनल डिसिजन हो त? रामको बेरोजगारी केवल रामको समस्या हो त? उसले जागिर नपाउनु केवल उसको क्षमताको कमी भएको कारण नै हो त? वा त्यसको पछाडि नेपालको अर्थतन्त्र, रोजगारीको अवस्था, शिक्षा प्रणाली, श्रम बजार, सरकारी नीति र विदेशबाट आउने रेमिट्यान्स प्रतिको हाम्रो निर्भरता पनि जोडिएको छैन र? यही ठाउँमा हामी रामको जीवनबाट बाहिर निस्केर समाजलाई हेर्न थाल्छौँ। सो नाउ लेट्स जुम आउट फ्रम द पर्सन एन्ड लुक एट द प्याटर्न। व्यक्तिगत समस्यादेखि सामाजिक समस्यासम्म, पर्सनल प्रब्लम्सदेखि सोसाइटल प्रब्लमसम्म। रामको कथा केवल रामको कथा होइन, उसको जीवनसँग समाजको ठुलो संरचना जोडिएको देख्न थालिन्छ। यही सम्बन्ध देख्ने क्षमतालाई समाजशास्त्री सी राइट मिल्सले सोसियोलोजिकल इमेजिनेसन अर्थात् समाजशास्त्रीय कल्पना भनेका थिए। अर्थात् आफ्नो जीवनमा भइरहेको कुराहरूलाई केवल आफ्नो व्यक्तिगत कथा भनेर नहेरी त्यसलाई इतिहास, त्यसलाई समाज र सामाजिक स्ट्रक्चरहरूसँग जोडेर हेर्न सक्नु नै सोसियोलोजिकल इमेजिनेसन हो। रामले विदेश जाने निर्णय गर्यो, तर अब हामी केवल यो सोध्दैनौँ कि राम किन विदेश जान चाहन्छ, बरु हामी अर्को प्रश्न पनि सोध्छौँ, राम जस्तै हजारौं युवाहरू किन विदेश जान बाध्य वा इच्छुक भइरहेका छन्? त्यही प्रश्नबाट रामको व्यक्तिगत कथा समाजको कथा बन्न पुग्छ र यही बुझाइ नै सोसियोलोजिकल इमेजिनेसन हो र आज हामी यही विषयमा कुरा गर्छौँ। ओके, भर्खरै हामीले कुरा गर्दै थियौँ सी राइट मिल्सद्वारा लिखित द सोसियोलोजिकल इमेजिनेसन भन्ने किताबको कन्सेप्ट एउटा इक्जाम्पल थ्रुबाट। ओके, हजुरहरू अहिले ब्याचलर, +2, मास्टर्स अथवा एमफिल र पिएचडी जेसुकै गर्दै हुनुहुन्छ होइन? सी राइट मिल्सको द सोसियोलोजिकल इमेजिनेसन एकदम इम्पोर्टेन्ट टपिक हो र हजुरहरूलाई एक्जाममा सोधिरहने क्वेसन पनि हो क्या। र यसै क्रममा मसँग स्क्रिनमा छ सी राइट मिल्सको सर्ट बायोग्राफी।
सी राइट मिल्स 1916 मा जन्मिनु भएको थियो भने 1962 मा उहाँको डेथ भएको थियो। उहाँको लाइफ स्प्यान त्यति धेरै लामो थिएन होइन। अमेरिकाको टेक्सस भन्ने स्टेटको वाको भन्ने ठाउँमा चाहिँ एउटा मिडल क्लास क्याथोलिक फ्यामिलीमा अगस्त 28 को दिनमा जन्मिनु भएको थियो। सी राइट मिल्सका बुवा इन्सुरेन्स सेल्सम्यान भएको हुनाले एक ठाउँदेखि अर्को ठाउँमा फ्रिक्वेन्टली मुभ गरिराख्नु पर्ने हुन्थ्यो। अनि सी राइट मिल्सले युनिभर्सिटी अफ टेक्ससबाट आफ्नो ब्याचलर्स र मास्टर्स डिग्री कम्प्लिट गर्नुभएको थियो। पछि गएर युनिभर्सिटी अफ विस्कन्सन म्याडिसन भन्ने ठाउँमा पिएचडी पनि कम्प्लिट गर्नुभएको थियो सोसियोलोजीमा, जुन चाहिँ 1942 मा छ। सी राइट मिल्सले आफ्नो एकाडेमिक करियर कोलम्बिया युनिभर्सिटीलाई 1945 मा जोइन गरेर दिनुभएको थियो। अनि उहाँ चाहिँ आफ्नो डेथ जुन चाहिँ 1962 मा भएको थियो र त्यो समयसम्म पनि निरन्तर रूपमा त्यही कार्यरत हुनुहुन्थ्यो। अनि उहाँ मोटरसाइकलमा आफ्नो क्याम्पसमा आउनुहुन्थ्यो भने रोबर्ट के मोर्टनसँग उहाँको रिलेसनसिप पनि एकदम राम्रो भएको थियो। अनि उहाँको चाहिँ इम्पोर्टेन्ट कामहरूको कुरा गर्ने भने, उहाँहरूको इम्पोर्टेन्ट किताबहरूको कुरा गर्ने भने 1948 मा द न्यू म्यान अफ पावरदेखि लिएर व्हाइट कलर, त्यस्तै गरेर द पावर एलिट र त्यस्तै गरेर एकदम इम्पोर्टेन्ट किताब र एकदम पपुलर किताब चाहिँ द सोसियोलोजिकल इमेजिनेसन, जुन चाहिँ 1959 मा लेखिएको थियो। र यसै क्रममा सी राइट मिल्सको द पावर एलिट भन्ने किताबले चाहिँ थुप्रै स्टुडेन्ट एक्टिभिस्टहरूलाई इन्फ्लुएन्स गरेको देख्न सकिन्छ 1960s को दशकमा हैन। अनि उहाँको किताबले युएस मात्र नभएर विश्वभरि नै असर गरेको देख्न सकिन्छ र मोस्टली ल्याटिन अमेरिकातिर पनि। र उहाँको निधन चाहिँ हार्ट एट्याकको कारणले गर्दा हुन्छ, जुन चाहिँ मार्च 20 को 1962 मा। र 45 वर्षको उमेरमा उहाँको डेथ हुन्छ। एकदम सर्ट करियरको बावजुद पनि सोसियोलोजीमा, पोलिटिकल साइन्समा र थुप्रै विधाहरूमा पनि उहाँको किताबहरूले एकदम असर पारेको देख्न सकिन्छ। अब यो त थियो सी राइट मिल्सको सर्ट बायोग्राफी हो क्या। र त्यसै गरेर आज हामी सी राइट मिल्सकै द सोसियोलोजिकल इमेजिनेसन, जुन चाहिँ 1959 मा लेखिएको किताब थियो, यो किताबको बारेमा कुरा गर्छौँ। ओके, मसँग यहाँ किताब छ। अब च्याप्टर 1 को पेज नम्बर 3 देखि हैन अगाडि कन्टिन्युस 3 देखि 11 सम्म हामी यही पढ्छौँ। ओके, अब च्याप्टर 1 को कुरा गर्ने हो भने द प्रमिस, फर्स्ट सेन्टेन्स पढ्नु है त। Nowadays, men often feel that their private lives are a series of traps. They sense that within their everyday worlds, they cannot overcome their troubles. And in this feeling, they are often quite correct. What ordinary men are directly aware of and what they try to do are bounded by the private orbits in which they live. Their visions and their powers are limited to the close-up scenes of jobs, family, neighborhood. In other milieu, they move vicariously and remain spectators. यो चाहिँ एकदम इम्पोर्टेन्ट च्याप्टर हो र यही च्याप्टरले ओभरअल मिल्सको कन्सेप्टलाई डिफाइन गरिरहेको छ र लिड गरिरहेको छ। क्या मिल्सले यो किताब कसरी सुरु गर्नुहुन्छ भन्दा, हामी जुन सामान्य र अर्डिनरी मान्छेहरू छौँ र हाम्रो प्राइभेट लाइफ र पर्सनल लाइफ कहाँनिर सीमित छ भन्दा, हामीलाई जुन कुराहरूले हामीलाई सराउन्ड गरिरहेको छ त्यही भित्र नै सीमित छ। इक्जाम्पलको लागि जब, फ्यामिली र नेबरहुड। र हामीले ध्यान दिएर सोचियो भने हामीलाई के कुराले सराउन्ड गर्छ भन्दा चाहिँ हामी दिनभरि आफ्नो जब गर्छौँ, त्यो बाहेकको टाइममा आफ्नो फ्यामिली र छिमेकी र साथीहरूसँग आफूलाई सराउन्ड गर्छौँ र हामीलाई केले बाँधिरहेको छ, हामीलाई केले बााउन्ड्रीमा राखिरहेको छ र हाम्रो सोच, हाम्रो विचारहरू केले सेप गरिरहेको छ भन्दा हामी जे कुराले आफूलाई सराउन्ड गर्छौँ त्यही कुराले नै हामीलाई बाँधिरहेको छ र त्यही नै हाम्रो केज हो, जुनबाट हामी एस्केप हुन सक्दैनौँ, जुनबाट हामी मुक्त हुन सक्दैनौँ। अनि त्यस्तै गरेर हेरौँ है त। एन्ड द मोर अवेर दे बिकम, हाउएभर भेगली, अफ एम्बिसन्स एन्ड अफ थ्रेट विच ट्रान्सेन्ड्स देयर इमिडिएट लोक्याल्स, द मोर ट्र्याप दे सिम टु फिल। हामी जब अवेर हुँदै जान्छौँ यो कुराबाट हैन, हाम्रो विचार, हाम्रो सोच के कुराले निर्माण गर्छ भन्दा हामीलाई के कुराले सराउन्ड गरेको छ त्यही कुराले नै हामीलाई इन्फ्लुएन्स गर्छ र हाम्रो विचार, हाम्रो सोच पनि त्यही अनुसारले निर्माण हुँदै जान्छ। र जति यो कुराहरू हामीलाई अवेर हुँदै जान्छ, जति यो कुराहरू हामीलाई थाहा हुँदै जान्छ, हामी झन् त्यसको ट्र्यापमा फसिँदै गइरहेको हुन्छौँ। त्यसै गरेर यो सेन्टेन्स हेरौँ है त। द फ्याक्ट्स अफ कन्टेम्पोरेरी हिस्ट्री आर अल्सो फ्याक्ट्स अबाउट द सक्सेस एन्ड द फेलर अफ इन्डिभिजुअल म्यान एन्ड वुमेन। त्यसै गरेर हाम्रो जुन कन्टेम्पोरेरी हिस्ट्री छ त्यो हिस्ट्री पनि कुनै इन्डिभिजुअल म्यान अथवा वुमेनको सक्सेस अथवा फेलरको कारणले गर्दा पनि त भएको हो नि। When a society is industrialized, a peasant becomes a worker, a feudal lord is liquidated or becomes a businessman. यही क्रममा हेर्दै जानुभयो भने जब एग्रिकल्चरल सोसाइटीदेखि इन्डस्ट्रियलाइज सोसाइटीमा परिवर्तन हुन्छ,
खेतमा काम गर्ने फार्मरहरू केमा परिवर्तन हुन्छन् भन्दा चाहिँ वर्करहरूमा। त्यसै गरेर चाहिँ फ्युडल लर्डहरू राजा महाराजाहरू केमा परिणत हुन्छन् भन्दा बिजनेसम्यानमा परिणत हुन्छन्। When class rise or fall, a man is employed or unemployed. When the rate of investment goes up or down, a man takes a new hut or goes broke. When war happens, an insurance salesman becomes a rocket launcher, a store clerk or radar man, a wife lives alone, a child grows up without a father. Neither the life of an individual nor the history of a society can be understood without understanding both. मिल्स यहाँ इन्ट्रेस्टिङ कुरा लेख्नु भएको छ। जब कुनै पनि समाजको कुनै मान्छेको क्लास चाहिँ जब राइज हुन्छ अथवा चाहिँ फल हुन्छ, त्यसले नै डिटरमाइन गर्छ कि ऊ इम्प्लोइड हुन्छ कि अनइम्प्लोइड हुन्छ। त्यसै गरेर जब वार हुन्छ, वार भएपछि एउटा इन्सुरेन्स बेच्ने सेल्सम्यान के को रूपमा, रकेट लन्चरको रूपमा परिवर्तन हुन्छन्। त्यसै गरेर वाइफ्सहरू एक्लै हुन्छन्, सिङ्गल हुन्छन्। त्यसै गरेर बच्चाहरू आफ्नो बुवा बिना हुर्किन्छन्। र त्यसै गरेर कुनै इन्डिभिजुअलको लाइफलाई बुझ्न छ भने ऊ जोडिएको समाजको हिस्ट्रीको बारेमा बुझ्न आवश्यक पर्छ भने, त्यसै गरेर कुनै समाजलाई बुझ्न छ भने त्यो समाजमा बस्ने इन्डिभिजुअलहरूको लाइफको बारेमा बुझ्न आवश्यक छ। र जबसम्म हामीले यो एकअर्कालाई राम्रोसँग बुझ्न सकिन्न तबसम्म हामीले दुईटैलाई नै बुझ्न सकिँदैन। र मिल्स यहाँ 3टा कोर क्वेसनहरू चाहिँ राइज गर्नुभएको छ। वाट इज इट्स स्ट्रक्चर,